आफ्नो अकुपेसनको, आफ्नो पेसाको, आफ्नो प्रोफेसनको रक्षा गर्ने पहिलो जिम्मेवारी आफ्नै हो। हामी जुन पेसामा सम्बद्ध भएका हुन्छौँ त्यो पेसाको रक्षा गर्नु, त्यो पेसालाई मर्यादित बनाउनु र त्यो पेसालाई आर्थिक हिसाबले अलि सबल बनाउने दिशामा हामी सबैले मिलेर काम गऱ्यौँ भने अवश्य पनि ढिलो चाँडो त्यो गन्तव्यमा पुगिन्छ जस्तो लाग्छ। आज नेपालको सर्वे क्षेत्रले अरबौं रुपियाँको हाम्रो फाइनेन्सियल सेक्टरको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा लिइएको निर्जीवन बिमाको क्षति मूल्याङ्कनको काम गर्छ। यस अर्थमा सर्वेरको पेसा यदि सङ्कटमा पर्यो भने अथवा सर्वेरको पेसामा कुनै समस्या आयो भने अथवा यहाँबाट प्रपर फङ्सन हुन सकेन भने निर्जीवन क्षेत्रमै ठुलो समस्या हुने कुरा प्रष्ट छ। त्यसैले बिमा प्राधिकरणले त्यो बुझेरै हामीले पछिल्लो समय सर्वेरको निर्देशिकालाई नयाँ ढङ्गले नयाँ कानुनलाई पनि समावेश गरेर जारी गरेका छौँ। यहाँहरूको हातमा आइसकेको छ। मलाई लाग्छ त्यो निर्देशिकाले यहाँका धेरैभन्दा धेरै समस्याहरू समाधान गर्छ भन्ने मलाई लाग्छ। यद्यपि केही विषयहरूमा परिमार्जन गर्नुपर्छ कि भन्ने यहाँहरूको संशय देखिन्छ। एक दुईवटा विषय राख्नु भएको थियो। हामी समयक्रममा कुनै पनि कानुन स्थायी हुँदैन। यदि समयले माग गर्यो भने हरेक कुराहरू परिवर्तनशील भएर जान्छ। हामी त्यसलाई पनि कालान्तरमा अध्ययन गर्ने नै छौँ। मैले यो कुरा राखेँ र आजको कार्यक्रम विशेषतः यो विद्युतीय सवारी साधन जस्तो असाध्यै आजको यो ज्वलन्त विषय बर्निङ इस्यु भन्न पर्ला यसलाई सायद। आजको दिन हामी सबै इनर्जीमा सिफ्ट गरिन खोजिरहेछौँ। हामी ट्रेडिसनल फोसिल फ्युल इनर्जीबाट अहिले हामी रिन्युएबल इनर्जीमा ग्रिन इनर्जीमा सिफ्ट गर्न खोजिरहेको यो विश्वको नयाँ प्याराडाइम सिफ्टको बेलामा यो इलेक्ट्रिक भेहिकल एउटा महत्त्वपूर्ण टुलको रूपमा आएको छ र विश्वभरि नै यसलाई आत्मसात गरिएको छ। त्यसैले हामीले पनि यसलाई आत्मसात गर्न ढिला गर्न हुँदैन भन्ने छ। अझ खुसीको कुरा त हामी दक्षिण एसियामा मात्र नभएर समग्र एसियामा नै विद्युतीय सवारी साधन एडप्ट गर्नेमा अग्रपङ्क्तिमा छौँ। यहाँहरू सबैलाई तथ्याङ्क थाहा छ। त्यसैले हाम्रो देश जलविद्युत ऊर्जामा धनी छ। हामीले अन्य ऊर्जाहरू आयात गर्नुभन्दा आफ्नै इन्डिजिनस ऊर्जालाई खपत गरेर हामीले आफ्नो ब्यालेन्स अफ पेमेन्टलाई पनि थप बलियो बनाउन सक्छौँ। त्यसका लागि पनि तपाईँहरूको यो क्षेत्रको भूमिका प्रत्यक्ष रूपले रहन्छ। अबको जमाना इलेक्ट्रिक भेहिकलकै हो। त्यसका लागि हामीले कसरी क्षति मूल्याङ्कन गर्न सकिन्छ भन्ने बारेमा हामीले यहाँ तपाईँहरूले आफ्नो ग्रुपमा अवेर गर्न खोजेर, ट्रेन गर्न खोजेर, स्किल इन्हान्स गर्न खोजेर जुन यो कार्यक्रम गर्नुभएको छ त्यो असाध्यै प्रेरणादायी छ, असाध्यै स्वागतयोग्य छ। प्राधिकरण भविष्यमा पनि तपाईँहरूले यस्तै प्रकारका यस्तै खालका इस्युहरूमा तपाईँले कार्यक्रम गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछ र त्यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा हामी असाध्यै खुसी हुनेछौँ। भविष्यमा तपाईँसँग नेपाल बिमा प्राधिकरण अधिकतम सहकार्य गर्न तयार छ र हाम्रो यो इच्छा पनि छ। हामी सबै मिलेर बिमा क्षेत्र, खास गरी निर्जीवन बिमा क्षेत्रमा दाबीमा उत्पन्न भएका जुन हामीलाई लाग्ने गरेको ब्लेम छ, हामी ढिलो गर्छौँ, अलि लेथार्जिक छौँ, थोरै प्रक्रियामुखी छौँ भन्ने कुरालाई अन्त्य गर्नका लागि अथवा न्यून गर्नका लागि हामी सबैको भूमिका सहकार्यमा आधारित भएर हुनेछ र ती समस्याहरू चाँडै नै समाधान हुनेछन् भन्ने म विश्वास गर्छु। धन्यवाद।